म तामाङै हो तपाईँ कुन हो म गोले हजुर मेरो घर चाहिँ काभ्रे हो म त यहाँ भक्तपुर बस्छु हजुर तपाईँहरू जाँदा यता काभ्रेबाटै जाने होइन र कहाँबाट जानुहुन्छ अनि सुकुडी बिच जान त पहिला काभ्रै पुग्नु पर्यो नि त होइन नि तपाईँको यता बनेपा धुलखेल हुँदै जानुहुन्छ नि तपाईँहरू अनि अनि तपाईँको बनेपा यता सागा थाहा छ सागा हो सागादेखि चाहिँ काभ्रे पर्छ अनि बुक गर्दाखेरि रेडी हुनु भएको थिएन हो टाइम लाउनु भयो नि त्यही भएर ओके ओके 2 3 यो Shall we go? Bye bye. Where are you from? Taiwan. What happened? I need to take it. अनि मैले पत्याउनु पर्छ भनेर चाहिँ के छ र हो मैले पत्याउनु पर्छ भनेर चाहिँ के हो मलाई त झुट बोल्यो भने मात्र पत्याउने हो म त झुटो बोल्यो भने मात्र पत्याउने हो कता हो आफै घुमाइरहनु भएको छ यता यता भन्नुहुन्छ एउटा राइड पर्यो है कल हान्दिउँ र म 65 को हो क्या सो आज चाहिँ म 65 को लिन्छु 3-4 बजेसम्म चाहिँ भनौँ न अब यता बाहिरको पर्यो भने चाहिँ अलिक बढेको पनि लिइदिन्छु नभए लिइदिनँ किनभने भित्र जाउँ यता के भन्छ यता साइड जाउँ भने जाम हुन्छ है अनि बरु सर्ट आएर लिने हेलो ए ल लोकेसनमै हुन्छ लोकेसनमै आउनु भन्नुहुन्छ यार लोकेसनमा गयो भने अनि एकछिन त टुवा परेर बस्नुपर्छ त्यहीँ म चाहिँ उहाँलाई पिकअप गर्न जाँदैछु होइन अनि आजभोलिको मेरो भ्लग पनि त्यति खासै राम्रो भइरहेको छैन होला जस्तो लागिरहेछ मलाई चाहिँ जहाँसम्म लाग्छ है मलाई नै त्यस्तो लागिरहेछ तपाईँहरूलाई कस्तो लागिरहेछ झनै होइन यता हो कि होइन होइन नि यार फोकरमा घुम्नु पर्यो ब्याक यही मन्दिर घुम्न आएको होला म किनभने आज अलि राम्रो होला कमाइ भनेर मन्दिर घुम्दिएर होला क्या सो त्यही हो नि यो म चाहिँ मलाई पिकअप गर्न जाँदैछु लेट्स सी के हुन्छ अनि म तपाईँहरूलाई अपडेट त गराइ नै हाल्नेछु होइन लोकेसन त यतैको हो तर मान्छे चाहिँ कता छ यही ब्युटी पार्लरबाट बोलायो मलाई I don't know 65 को लागि फेरि टन्नै कुराइदिनु भयो भने त च्याउ हुन्छ क्या मलाई त बोरिङ लाग्छ अनि 3 मिनट भइसकेको छ आफै कहाँ घुमेर ढिलो भइसक्यो यत्तिकै है लक्ष्मी भने चाहिँ तपाईँको साथी लक्ष्मी चाहिँ तपाईँको साथी अरूले बुक गरे त म लादिनँ नि अरूले बुक गरे त म लादिनँ नि हजुर ए तपाईँको नाम चाहिँ के त हजुर अनि बुक गरे एउटा अर्को लग्यो भने त भोलि गाह्रो पर्छ नि त भोलि तपाईँको साथी चाहिँ अन्तै गएर हरायो भने
वालेले ल के थाहा कलेज पढ्दै हुनुहुँदो रहेछ भोलि बोयफ्रेन्डसँग गइदियो भन्नु सकेन ए इन ड्राइभले कहाँ लाग्यो झन्नै यता यता भनेको खतम भएको हजुर 100 नै दिनु भयो त्यो त 100 नै हो कि फिर्ता चाहिन्छ र भनेको मैले नदिनुहुन्छ है भनेर जिसको आएको मात्र हो यतिकै हो तपाईँ ठिक छ झन्नै गाडी हान्दिएको होइन अलि अगाडि गएर बस्नु पर्ला यार मैले अघिको राइड चाहिँ होइन तपाईँको कम्प्लिट गरेर मैले फेरि अर्को एउटा 120 को 15 हो कि 10 को राइड लिइसकेँ है यता सिनामङ्गल लाने तर बाटो पो कता कता जिगज्याग छ त यहाँ त यहाँ एउटा भित्रतिर छ है स्लोली दाजु त्यही अगाडिको व्हाइट टी सर्ट वाला हो कि जस्तो लाग्यो बडो हो कि होइन आई डोन्ट नो आमामा त्यो रहेछ भने त बोल्नै गाह्रो हुन्छ त मलाई त्यही बोलाउनु भएको थियो हो चाहिँ कुन चाहिँ होला यार तपाईँ हो बोल्दैनन् लोकेसनको लागि प्यासेन्जर आफै कन्फ्युज छ है अब म त झन् कन्फ्युज त हुनु नै भइहाल्यो नि खोइ यतै हो लोकेसन त अब मान्छे चाहिँ कता हो भन्ने कुरा मात्रै हो कि यार यही स्कुलको दिन भएर छ है कुरा आयो भने मलाई फेरि लास्ट च्याउ हुन्छ वेटिङ फिल लिन्छु भनेको कसैले लिनु भएको छैन भने सबले हेप दिन्छ के गर्नु यो मोबाइलले पनि न्यू खोजिरहेको के हो फेरि म मोबाइल झट्टारो फालिदिन्छु म फेरि दुई बज्न लागिसक्यो हजुर म यो के स्कुल लिँदैछु यो के स्कुल हो यो निस्किनै भएको छैन क्या हो त्यो हो कि अच्छा कहाँ आइएमईतिर पुगिरहेन कुरा आयो भने चाहिँ मलाई त दिमाग खराब हुन्छ क्या फेरि वान साइड पर्ला जस्तो छ त्यो दिदी भए मिथु कोकर्णेश्वर फंस गए सीएम मैं तो तब हो लुटपुट गया बस्दा हुन्छ वान साइड बस्दा नि हुन्छ डर लाग्ने भयो त फेरि फेरि खस्नु भयो भने भयो तपाईँलाई बाटो थाहा छ है थाहा छैन पढ्नु त्यसो भए म हेर्छु एकचोटि तपाईँ नै नयाँ हो क्या हो त टक्कर कता हिँड्ने खोइ चल्दिउँ यत्तिकै पर्दैन म हेर्छु नि हेर्नु पऱ्यो मैले चाहिँ म्याप नहेरिकन जाँदा अलिक छिटो हुन्छ भनेर चाहिँ म आएको त यतैबाट हो जस्तो लाग्छ अघि है हो कि होइन फेरि उल्टो छिरेँ क्या म यतै हो जस्तो लाग्छ तपाईँ यताको होइन र
तपाईँ यताकै होइन र यहाँबाट तल निस्किने बाटो त थाहा हुनुपर्ने हो है अगाडिबाट हो कि कहाँनिरबाट देखाइरहेको थियो बाटो त लेकिन म आफै कन्फ्युज भइरहेको छु यार ओहो यहाँबाट त होइन क्या ए हो ए तपाईँलाई कुकुरले टोक्या अनि कस्तो घरकै कुकुरले टोक्या त अनि त्यस्तो कुकुरलाई त दिनुपर्छ नि त अनि झाम्की झाम मारिदिनु रे कुकुरलाई आफैले पालेको कुकुरले आफैले टोक्यो भने त के काम लगाएर भन्छ तपाईँको घर चाहिँ कता हो र हजुर हजुर पाखर ठुलो पाखर कि सानो पाखर तामाङै हो तपाईँ कुन हो म गोले हजुर मेरो घर चाहिँ काभ्रे हो म त यहाँ भक्तपुर बस्छु हजुर किन काभ्रे भन्ने बित्तिकै मान्छेले अर्कै सोच्छ हो काभ्रे भन्ने बित्तिकै मान्छेहरूले ए भन्दो रहेछ किन के छ भन्नुभयो काभ्रेको साथीहरू काभ्रेली साथीहरू हो क्या तपाईँको पाखर भन्नाले माथि यो के भन्छ त्यो जुन जङ्गलै जङ्गल भएको साइडमा हो होइन हामी अस्ति जनताबाट आएको थियो कि त्यहाँ पाखरमा अनि त्यही भएर जन्ती के जन्ती बेमा वहाँ के भन्छ उसको मम्मी के हो थियो मम्मी चाहिँ मोक्तान हो क्या अरे टाढा छ यहाँबाट त्यहाँ पुग्ने नि यहाँबाट तपाईँहरूको घरतिर पुग्ने नि टाढा छ भने त्यो पनि टाढै भयो नि काभ्रे लाग्दैन तपाईँहरू जाँदा यता काभ्रेबाटै जाने होइन र कहाँबाट जानुहुन्छ अनि सुकुडी बिच जान त पहिला काभ्रै पुग्नु पर्यो नि त होइन नि तपाईँको यता बनेपा धुलखेल हुँदै जानुहुन्छ नि तपाईँहरू अनि तपाईँको बनेपा यता सागा थाहा छ सागा हुँदै जाने हो सागादेखि चाहिँ काभ्रे पर्छ अनि कति भयो तपाईँको 70 हो हस् कहाँ बिचमै आएर रोकिदिएछ फेरि मैले नि यो राइड पनि कम्प्लिट भएको अवस्था होइन यता बसौँ भने त फेरि यस्तै छारोले मार्ला जस्तो छ है अब लेट चाहिँ कता राइड पर्छ होइन आया एउटा राइड परेर लिन आएको मान्छे कता हो थाहा छैन 100 को जस्तो लाग्थ्यो यो त गोल्फ टार के भन्दै हुनुहुन्थ्यो नसुनिकन फोन काटिदिएँ मैले है
हेलो हेलो हजुर म लोकेसन आइसकेँ हुन्छ के हुन्छ हुन्छ भनिदिन्छ यार ए होला तपाईँ हो बाटो थाहा छ है तपाईँलाई बाटो थाहा छ है म म्याप हेर्दिनँ बाटो भन्नु ल सुन्नुभयो म म्याप हेर्दिनँ बाटो भन्नु भने राइट हो बुक गर्दाखेरि रेडी हुनु भएको थिएन तपाईँ बुक गर्दाखेरि रेडी हुनु भएको थिएन हो टाइम लाउनु भयो नि त्यही भएर ए भनेपछि कुन लाउँ हुँदै थियो क्या तपाईँलाई यता आउनु पर्ने मान्छे त्यता भित्र चाहिँ किन छिर्नु आज सर्टकटले झन् लङ कट बनाइदियो खोइ थाहा भएन होला हमको त पता नहीं रात निकाला छोरी परेछ भने जस्तै हो टोकातिर त के जानु है त्यो गइदिउँ त्यतिको लागि एटिएम आप्पो कस्तो हानिदिएको भनेको यार यसरी हेपेर चाहिँ नहाने हुन्थ्यो क्या यो ल्याइदिन्छु ल दिवाना अरे दिवाना नाम पनि दिवाना दिवानी राख्यो भयो भने ए दिवानी हुने केटी होला दिवाना हुने केटा होला को होला गेस गर्नु केटा होला केटी होला यो जोसुकै होस् ल्याइदिउँ होइन अर्को एउटा एक्सेप्ट गरिसकेर म चाहिँ लिन आइसकेँ होइन सम्पूर्ण भन्दा हुनुहुन्थ्यो अब यहाँनिर त मान्छे धेरै हुन्छ को क्या अब सम्पूर्ण भने तपाईँहरू हो बराबर म त कुर्दिनँ नि गइहालौँ मलाई त बस्ने टाइम छैन फुर्सद छैन मलाई भन्ने रे क्या बाटै त हजुर लाबी गाडी नै जाने हो कि यिनीहरू मलाई थाहा छैन बाटो थाहा छैन यार मलाई फेरि है यही तनाव छ क्या यिनीहरूलाई थाहा होला नि हिँड्नु न हौ ढिलो भइसक्यो मलाई मम्मीहरू चाहिँ उतै ए अनि मम्मी चाहिँ भन्नु भएन त अनि मम्मी चाहिँ भन्नु भएन त
भगवान् पाऊ भनेपछि कहाँबाट जाने हामी उताबाट जाने हो खोइ मलाई थाहा छैन कहाँनिरबाट छिर्ने बाटो थियो त एउटा साँच्ची यताबाट अनि यताबाट एउटा बाटो थियो बिर्सेँ मैले म पनि भर्खरै हो भर्खर त्यही 1 वर्ष भयो 1 वर्ष हुन आँट्यो यहाँनिर हो कि कहाँनिरबाट बाटो थियो कि एउटा ए होला मैले म्याप हेरेको छैन के त्यही भएर मैले म्याप हेरेको छैन क्या पछाडि पल्टिनु होला नि फेरि यहाँबाट नि थियो त अनि अब माथिबाटै जानु पर्यो के गर्नुहुन्छ पढ्दै हुनुहुन्छ सकिएको कति सकिएको 10 कति वर्ष पुग्नु भयो तपाईँ कति 20 वर्ष होइन होला खोइ मैले चाहिँ पत्ता आएन मैले त दिदी जानुहुन्छ भन्दा त दिदी त पुरा दिदी आउनुहुन्छ भन्दै थियो के अनि मैले त हजुर बुक गर्दाखेरि के दिदी आउनुहुन्छ भनेको थियो नि त मैले त दिदी भन्छु त ए बहिनीले बुक गरिदिएछ यताबाट त होइन यताबाट त ढिलो हुन्छ नि अनि मैले त दिदी भने त बिहे गरिसक्नु भयो होला अलि मान्छे त ठुलै होला भनेको त बहिनी चाहिँ भन्दा सानो जस्तो छ हजुर होइन नि त अनि दिदी भन्दा नि अलिकति सुहाउनु पर्यो नि त अनि बहिनी नै मैले त अनि मैले त तपाईँको त्यो बुक गरिदिने तपाईँको बहिनी भन्नु भएन उही बहिनीलाई चाहिँ दिदी भनेर बोलिरहेको थियो त तपाईँ हेर्दा चाहिँ त मैले त बहिनी नै आएछ भन्न आने त दिदी रे मै सक भइदिएर आउने पढाइसक्यो भने कति पढाइ सक्नुभयो नि तपाईँले कहिले दिनुभयो +2 2-3 वर्ष अहिले कति वर्ष पुग्नु भयो रे आमा होला मैले त 15 वर्ष लाएर होइन मगर होइन तपाईँ मगर होइन तपाईँ मगर नि भन्ने फटा हुन्छ नि छैन होला खोइ हेर्दा त झुट बोल्नु भएको जस्तै लागिरहेछ मलाई यसो विचार गर्दा त मान्छे हेर्दा त झुट बोलिरहनु भएको जस्तो लाग्यो मान्छे हेर्दा त झुट बोलिरहनु भएको छ जस्तो लाग्यो भने क्या अरे फटा झुटो बोल्नु भएको जस्तो भने झुटो खोइ सासू यहाँबाट बाटो थाहा छ कता हो यता ए बिहे नि भइसक्यो तपाईँको अनि सासू भन्नुभयो नि त भर्खर तल हो
ए होइन होइन अनि अघि भर्खर सासूले पत्याउँदैन भन्नुभयो नि त अनि ए साँचो पो भन्नुभएको अलि छिटो भन्नु है अहिले फेरि गाडी आएर झाममा हान्दिएर अनि मैले पत्याउनु पर्छ भनेर चाहिँ के छ र हो मैले पत्याउनु पर्छ भनेर चाहिँ के हो मलाई त झुट बोल्यो भने मात्रै पत्याउने हो म त झुटो बोल्यो भने मात्रै पत्याउने हो कता हो आफै घुमाइरहनु भएको छ यता यता भन्नुहुन्छ कता यता भने चाहिँ फेरि लेफ्ट राइट भन्नु न यता ल लेफ्ट भनेर लेफ्ट राइट +2 दिए मान्छेले लेफ्ट राइट भन्न नि आउँदैन तपाईँ पनि ऊ अघिसम्म +2 दिए 3 वर्ष भयो र अनि फटा नबोलेर कसले पत्याउँछ त तपाईँको कुरा कति 65 होइन तपाईँको 65 होइन 65 होइन भनेको क्या छैन लिनु चक्लेट खाना हुन्छ बच्चा जस्तै देखिन्छ 65 को राइड नि कम्प्लिट 65 को होइन हो अब यस्तै यस्तै राइड लिएर बस्नु पर्छ के हो भन्दा हैन हल्का अगाडि बस्थ्यौँ शीतलमा टक्क लगाएर विदेशबाट लिन आएको त्यही हो क्याब लगाएर चिनिसकेँ मैले अब यता त्यही एकजना त छ नि चिरी हो कि के समथिङ थियो यो या काम यार काम के हो चिउयु कहाँबाट जाने यार रिङ रोडबाट जानु पर्ला म त है या चिउयु इज यु या आई एम हियर So we go to this place. बौद्ध स्तूपा खस्ती बजार And wait a minute. Maybe I have the picture. This one. बौद्धनाथ स्तूपा. Yeah. Here? Here. Right. Yeah, okay. Please sit. Here. Come here. Okay. Okay. 2, 3. Yeah. A little hard for me. Shall we go? Bye. Where are you from? Taiwan. What happened? I need to take it. Sorry. Okay. क्या पे खसे क्या ए टाउको में Okay, no problem. Sometimes that's happen. Taiwan. Yeah. Taiwan. Which country? Taiwan. Taiwan is country. It's a country. Small. Small country. Yeah, near like a Philippines. Philippines. Yeah. Near Philippines. Oh, yeah. You alone came here. What? You alone. No, I have friend here. Yeah. Oh, okay. How long time you spend here? How long? Yeah. Stay here? Yeah.
Tomorrow hiking. Which Yeah, trekking Langtang? Yeah, tomorrow. Langtang Everest. Yes. Langtang Himal. Oh, okay. Ring road जानु पर्ला अब. And where are you live? Where are you live? Just in the center. Yeah. Where? Here or there, Baudhanath? No, that's the way. के भने हो बुझेन राइट द वे भन्छ यो बाटो भन्छ कहाँ बस्छौ भनेर सोधेको we arrive destination here. So, Yeah, this gate inside you can go. so I have to go straight and turn left. Yeah, turn a left. Oh, slowly. खस्नु होला फेरि. Turn a left, right. कति हो भाइ 220 रुपैयाँ. $70 को राइट आउँछ अब कता जाने लिदिउँ ल 220 Okay, wait a minute. Okay लिदियो त पार्दैन लिदियो And या अर्को परिसक्यो है 20, sorry. Okay, I have a chance. I'll give you 30 lah. Thank you very much. Okay, thank you. Bye. Yeah, this turn a left. Yeah. कसलाई लाग्दैन त हो यार यस्तो भन्छ नि त